बालेन सरकारको विरोध र आलोचना गरेर सामाजिक सञ्जालमा विवादको घेरामा बाँधिएका राप्रपाका सांसद ज्ञानेन्द्र साईलाई कोरियामा कार्यरत एक युवाले गीतबाटै सम्झाइदिएका छन्। सुन्नु होला परदेशीले सत्य तथ्य गायो, नभन्नुहोस् ज्ञानेन्द्र दाई भुराले सम्झायो। सिक्न मन भई माग्नेले नि दिन सक्छ शिक्षा, हुन पर्छ इच्छा आँखा अघि नै छ विद्या। जापन गरलाई बसेर के बोल्यौ के सुन्नेले नि सुनिसके देख्नेले नि देखे। भन्यौ रवि सकारी ठग बालेनलाई गजडी, जिब्रो सिब्रो थुते लान्का नबोल्नु न बढी। देशै छोडी जापानमा गर फर्किएछौ करियर सिद्धार। गुन्डा ग्याङ र गजडी ग्याङ खरानी ग्याङ भन्छौ, के निर्दोषलाई आरोप लाएर तिमी महान बन्छौ। पहिला तिमी बालेन रवि सुदन जस्तो बन, नेता बन्न जनताको जित्नु पर्छ मन। परदेशीलाई नेपाली नि हैनन् जस्तो गर्यौ, हामीले पठाए रेमिटेन्सले तिम्रो भुँडी भर्यौ। देशमा बस्न मन नभर परदेशी होइन, हामीलाई जस्तो देशको माया त्यही बस्नेलाई छैन। परदेशीलाई हेप्छौ र किन, बोली सुन्दा मन थाम्नै सकिन। अस्तिसम्म बालेन सरकार सही छ भन्या थियौ, तिमीले भन्या नमानेसी मौसम झै फेरियो। भन्न थाल्यौ रासपालाई खरानी सरकार, तिमीलाई पनि उडाइदेला खरानी बनाएर। बिना प्रमाण निर्दोषलाई आरोप लाउँदाखेरि आफ्नै जीवन सिद्धिएको थाहा नहोला फेरि। चिन आफूभित्र भएको कमी कमजोर चिन, सत्तामाथि पुग्या मान्छे चुक्नु पर्यो किन। देश भडाउन जाइ लाग्यौ किन, तिमी मानि राष्ट्रभाव देखिन। कर्णालीको बेहाल देख्दा रुन्छ मन हेर, जनताले जिताएका हुन् तिम्रो आज देखेर। सरकारको विरोध होइन गर समर्थन, तिमीले पनि नगरीमा कसले गर्छ भन। तिमी पनि देशलाई चाहिने महान योद्धा हो के, कर्णालीका जनताको मनमुटुमा छौ के। विकट ठाउँको मुहार तिमीले फेर्नु पर्छ हेर, छक्क परुण विश्वभरको तिम्रो काम देखेर। जस्तो व्यवहार त्यस्तै भोगी त, नरिसाउनु है दाजु भाइसित।